नमस्ते र स्वागत छ हजुरहरूलाई प्रियाङ्सन किचनमा। आजको हाम्रो रेसिपी छ खसीको बुटन। हामीलाई चाहिने सामग्री भनेको पहिले त खसीको मासु, त्यसै गरेर प्याज, टमाटरको पेस्ट, लसुन र अदुवाको पेस्ट, स्वाद अनुसारको खुर्सानी, गरम मसला र हरियो धनिया, जिराको पाउडर, थोरै सोया सस र मासु फ्राई गर्नको लागि तेल, बारा मसला र साथै स्वाद अनुसारको नुन। सबै सामग्री रेडी गरेपछि अब लगाऊ मासु फ्राई गर्न। मैले चाहिँ एउटा कराई बसाएँ र कराईमा तेल लगाएँ। तेल मजाले तातिसकेपछि जिरा, मेथीहरू जुन बारा मसला छ त्यो सबै फुराउने र मजाले फुराइसकेपछि यसमा हामीले अब मासु लगाइदिने। मासु लगाइसकेपछि केही समय फ्राई गर्ने। मजाले फ्राई गर्दै जाने। यसमा हल्का पानी आएर चाहिँ यो मासु छुट्टिन्छ। फर्स्टमा चाहिँ मैले नुन एड गरेँ र नुन एड गरिसकेपछि यसमा भएको पानीको मात्रा चाहिँ सबै यसले निकाल्छ। अब चाहिँ केही समय मासुलाई छोप्दै पकाउँदै गर्ने र आवश्यकता परे अनुसारको पानी एड गर्दै पकाउनु पर्ने हुन्छ। केही समय मासुलाई पकाइसकेपछि यसमा चाहिँ अब अदुवा मसलाको पेस्ट चाहिँ मैले एड गर्दैछु। त्यसै गरेर जिराको धुलो पनि एड गरिदिएको छु। यी सबै सामग्रीहरूलाई लगाएर चाहिँ राम्रोसँगले फेरि पनि पकाउनु पर्ने हुन्छ। अब चाहिँ यसमा मैले एड गर्दैछु बेसार। मासु चाहिँ यतिको राम्ररी फ्राई भइसकेपछि अब यसमा मैले एड गर्दैछु काटेको प्याज। प्याजलाई पनि केही समय चलाएर राम्रोसँगले पाक्न दिने। प्याज चाहिँ राम्रोसँगले पाकिसकेपछि अब यसमा एड गर्दैछु टमाटरको पेस्ट। त्यसपछि एड गरेँ मैले गरम मसला। यहाँ चाहिँ मैले सोया सस पनि एड गरेको छु र यो सबै चिजहरूलाई लगाएर राम्रोसँगले फेरि पनि पकाउने मजाले। यति सबै सामान एड गरेपछि यसलाई चाहिँ छोपेर 5 मिनेटको लागि लो फ्लेममा एकदम पकाउनु पर्ने हुन्छ। मासु यतिको भइसकेपछि अब चाहिँ मैले लास्टमा एड गर्दैछु खुर्सानी। यसलाई चाहिँ सर्भ गर्नतिर लागौँ है। मैले चाहिँ यहाँ लिएकी छु खसीको बुटन, चिउरा, भुजिया र थोरै अचार पनि। हजुरहरू पनि यसरी मिठो बनाएर खानु होला।